प्रेग्नेन्ट भएको 6-7 महिनामा क्या साथीहरू 7 महिनामा चाहिँ खुर्सानी चोरेर खाने अनि छोराछोरी बेसरी टाठो हुन्छन् बाठो हुन्छन् भनेर मैले नै एउटा भिडियो बनाएको थिएँ साथीहरू। अनि मैले पनि त्यसरी नै यसलाई चाहिँ खुर्सानी चोरी चोरी खाएँ के मैले है। ओहो अहिले फेरि जिरे खुर्सानी भन्दा बढ्दा फेरि हेर्नु पिरो बेसरी पिरो खायो मेरो छोरछोरी। अब त्यो खुर्सानी चोरेर खाने कि नखाने भन्ने कुरा चाहिँ मैले अलिकति अब तपाईँहरूलाई चाहिँ खानु भनौँ कि नखानु भनौँ भन्ने भइरहेको मलाई। अहिले यहाँ जिरे खुर्सानी पुरै पिरो बेसरी पिरो मेरो त काँटा धुवाइ निकाल्छ यसले त्यस्तो पिरो भयो फेरि हेर्नु साथीहरू। त्यही भएर अब त्यो चाहिँ विचार गर्नु होला है। अब त्यति बेला मैले भन्न त भनिहालेँ साथीहरू। अब मलाई गाह्रो पिरो नमान्नु होला। अब त्यो खुर्सानी चोरेर खाने नखानेमा चाहिँ तपाईँहरू पनि सोच्नु होला है। एकचोटि चाहिँ मैले चाहिँ 3-4वटा घरको चोरेर खाएको त्यही भएर हो कि के हो साथीहरू बेसरी पिरो परेछ यो। अब तपाईँहरू त आफै विचार गर्नु म केही भन्दिनँ।